ल हामी चाहिँ आज पुरा यो आर्मचेयर राख्ने कार्यक्रममा थियौँ स्कुलमा हैन। अब यो ठ्याक्कै यो अन्तिम चौथो आर्मचेयर राख्दैछौँ, जसमा चाहिँ नेपालको यो 7वटा प्रदेशहरू भएको चाहिँ यो नेपालको नक्सा भएको छ। उतापट्टि मयूर देख्न सक्नुहुन्छ, त्यो भन्दा उता हरिण छ, हरिण भन्दा उता एक सिङे गैंडा छ। ठ्याक्कै 4वटा कुराहरू छ हैन। यो चाहिँ हाम्रो ठ्याक्कै यो स्कुलमा नै यो विद्यार्थीहरू बस्न, अभिभावक शिक्षकहरू र कोही पाहुनाहरू आउँदा पनि बस्न मिल्छ यहाँ। त्यही भएर चाहिँ यो यसरी राख्ने कार्यक्रम भइरहेको छ। देख्न सक्नुहुन्छ यो यस्तो सुन्दर भ्यूमा यो बस्ने ठाउँ र पारिपट्टि हेर्नुहोस्, यहाँबाट उता डाँडा काँडाहरू छन्। यहाँ चाहिँ निर्माणको काम चलिरहेको हुँदा अरू सामग्रीहरू पनि यतातता छरिएको अवस्थामा छ। र हेर्नुहोस् है